welcome back to my new channel, my channel. So आज चाहिँ म चाहिँ आज गरिरहेको छु व्हाइट पेपरको केही सामानहरु। म चाहिँ व्हाइट पेपरको स्टिकर बनाउँछु। व्हाइट पेपरमा मैले स्टिकर बनाउन जाँदैछु। स्टिकर चाहिँ अब कस्तो हुन्छ म तपाईहरुलाई जरुर भन्छु। फेरि चाहिँ यहाँनिर घाउ भएको छ, देखिँदैन यहाँ हालेको छ, त्यही भएर मलाई गाह्रो हुन्छ यो हातले यिनीहरू चाहिँ देखाएर बाड्ने हैन हो प्रज्ञा। थाहा छ फिटा फेरि फिटा फिटा यहाँ स्टिक यो दुईटा यस्तो यस्तो छ नि। कसलाई बाड्न आउँदैन कसलाई बाड्न आउँछ थाहा एक चाहिँ मसँग जो किन जिरो मात्रै आएको चौकी 5 6 7 कतिवटा 8 So सुरुमा चाहिँ हामीलाई पेपरमा थोरै टेप हाल्नुपर्छ, त्यसलाई काटिदिनु पर्छ। म चाहिँ यसले गाड्छु किनभने म टेपै छैन, यसले काटिँदैन होला। काट्यो। 1 2 3 4 5 यसरी जुनै पनि पेपरले जान्छ, यसरी यसरी यसरी। म पनि त्यस्तो गर्छु। पेपरमा पहिला टेप लाउनु पर्छ। अनि सानो टेप हुनाले मेरो टेप छिट्टै सिद्धिन्छ। मुनिको एउटा कलर निकाल्नु नि झन्डा प्लस 2 किन हेरेर किन पारेको प्लस 2 जे पनि गर न एउटा हान न अनि भरे हान्नु निकाल्नु हाल्छु ल। प्रज्ञाकोमा धेरै लक्की छ। इस्माइलकोमा प्रज्ञाको अब प्रज्ञाले उयो हान्दाखेरि नि प्रज्ञाले अब त्यो प्लस 2 हान्दाखेरि तपाईले दुईटा उठाउनु। यहाँ हान्नु न दुईटा। के दुईटा कार्ड हान्नु न तपाई। यो हैन यो अनि अब तिमी यो दुईटा उठाउ। 10 पछि जति यो कार्ड चाहिँ हजुर यो कार्ड कुन कार्ड हो ब्ल्याक हैन त्यो प्रज्ञाले 4 वटा उठाउनु पर्छ तर दुईटा ग्रीन छैन। निकाल उठाउ यो सँग गर्न पनि कस्तो गाह्रो हुन्छ। इस बल्ल निस्क्यो। दुईटा उठाउ न। मलाई फर्स्ट आयो कुन कलर मैले ग्रीन कलर निकाल उठाउ एकछिन कलर चेन्ज। त्यो उनमा झाल्टी खेल्न पाइदैन है। इच्छमाले झाल्टी खेल्नु हो भने प्रज्ञा भन, प्रज्ञाले झाल्टी खेल्यो भने इच्छमाले भन। यो कुन कलर लगाउने हो यसमा चाहिँ? यसमा कुनै कलर कुनै कलर हैन। यो हान्नु भयो भने प्रज्ञाले 4 वटा उठाउँछ। यो किन अलिअलि भयो? सो म चाहिँ बनाउन गइरहेछु। मलाई धेरै मेहनत लाग्छ। मेहनत भन्नाले थोरै मात्र मेहनत, धेरै मेहनत त म गर्दिनँ। ब्ल्याक कलर जयन्तिका ब्लूमा यो हान्न मिल्छ? ब्लू हान्नेमा यो हान्न मिल्छ? त्यसमा त ग्रीन भए पनि येलो भए पनि जेमा पनि त्यो हान्न मिल्छ। मैले सिकाउनु पर्छ तिमीहरूलाई, तिमीहरूलाई आउँदैन। यिनीहरूलाई आउँदैन रहेछ। के हो
अझमा स्टिकर बनाउँछु कुनै भएको पेपरहरू मस्त जतिका यो कलरमा ब्लू कलर छैन कतिवटा उठाउनु व्हाइट कलर आयो ल वाइल येलो आमा मम्मी के हो एउटा उठाउने मात्रै हो येलो हैन ब्लू कलर नै आएन नि त ओ एउटा उठाउन आएन भने फेरि तिम्रो टर्न हो ला फेरि सुरु कस्तो खेल्नै नआउनेहरू अनि हामीले पहिले प्रकार त खेलेकी छु 1 2 3 म बार्छु सो म बनाउँछु कति गेम चेन्ज गरेको मान्छे मार्ने खेल्ने मान्छे मार्ने लक्ष्मी खेल्ने त्यतिले दुख्छ स्क्वायर खालको अनि बिचमा हर्ट खालको बनाउँछु किनकि मसँग कैची छैन कति खुल्नुको होला भन न मेरो पनि यहाँ अझै यहाँ साइकलले सेपदेखि काटेको छ यहाँदेखि काटेको होइन यो अझै लाग्छ मेरो खुट्टामा काटेको यहाँ घुँडासम्म काटेको मेरो खुट्टामा खेल मेरो पनि अनि जेली जेली ब्लड निक्लेर आएको मेरो मेरो खुट्टामा मेरो पनि त्यस्तै भएको थियो अनि जयन्तीका म त्यो दिन स्कुल आएन नि हामी पुलमा 1 महिना स्कुल आएन नि हो त्यो काटेर म हस्पिटलमा पिजिराबाट मेरो खुट्टामा आएन यो बिचमा चाहिँ हान ल 4 5 6 7 अलिक हटा खुट्टा फेरि बोल्दिन नि अघि तपाईँले राख्नु भएको थियो दिनु तपाईँले राख्नु भएको थियो यस्तो पल्टाउने तपाईँले राख्नु भएको थियो यस्तो सो मैले यो हर्डमा टेप लाएँ यसरी पल्टाएर यो टेप राख्ने त तपाईँले राख्नु भएको थियो नि त मेरो कानमा दिनु पछाडि यस्तो पारेर यस्तो फोल्ड पार्नुपर्छ अनि टेप अनि यो स्टिकरको पछाडि हाल्नुपर्छ एउटा टाँसिदिनुपर्छ म यो च्याप्छु अनि मेरो यो स्टिकरको उयो हुन्छ म धेरै बनाइदिनँ एउटा मात्रै बनाएँ तपाईँलाई देखाउनु मात्रै यो भयो स्टिकर यो निकाल्ने फेरि यहाँ टाल्ने यही स्टिकर सँगै राख्छु यहाँ टाल्दै फुल गर्छ एकछिन सफा गर्दाखेरि एकछिन भिडियो बनाउँछु टेबल सफा गरिसकेपछि अब आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ